अब फेरि पनि चुनाव हार्ने अवस्था आयो भने मतपत्र च्यात्ने हो। चस्मा खोलेर आँखाको भावलाई कसरी बुझ्ने त? अब नबुझ्ने आज चस्मा खोल्नु भन्नुभयो, भोलि के खोल्नु भन्नु होला, त्यो त ठिक कुरो भएन नि त। हुनु पर्यो कि बाँकी जति छन् सबै उम्मेदवार हो, आफूलाई बलियो नै ठान्छु म। एकदमै म जस्तो ऱ्याप चाहिँ गरेर आउँछु क्या, जस्तो चक्लेटको पेपर ऱ्याप कि के आइएको मधेसिया छौरा प्रधानमन्त्री बनेला है वैला वैला केपीको पैसा खाने बालनलाई ठोक्ने भयो। आइज बालन त पनि ऱ्यापे होस्, म पनि ट्यापे हो। के छ भोट केमा हाल्ने त? भोट म जान्छु किन हर्क साम्बाङ्ने चाहिँ किन? भिजन छ राम्रो, के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा। के को रेकर्ड? विश्व रेकर्ड राखेको छ। तपाईँले थाहा पाउनुहुन्न, पत्रकार होइन तपाईँ, खालि के कोटाएर बस्नुहुन्छ भनेर सोध्नु मिल्दैन र मात्र। मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लाइ उडे। अब आफ्नै लौरो हल्लाउनै बस्ने। यो केटीको बाउ केटीको बाउ बनिया छ, जुङ्गाको रेखै छैन। भेगुती अरे यो अरे तेरो बाउ भेगी त्यो मासाले। जाडोमा मर्निङ क्लास राख्ने सरलाई केही भनिदिउँ न दाजु रे। तिमीहरू पनि मैले सिङ्गल भाउ त, सरको त बुढी छ, रातभर बुढीसँग सेकाइ हानेर आउँछ नि, बिहान जाडे खाना खाने ठाउँमा गएको एउटा बाख्रा पछि आएको आई हिँडिरहेको हुन्छ नि त्यो, अनि यो जिस्काएको हो कि भने जस्तो कि नम्बर 5 मा चाहिँ बालनले हार भने मत परिवर्तन भएन, नेता नफेर्ने, जनता फेर्ने। नेपालमा रेल ल्याएका छौँ। अब केही दिनभित्रबाट नियमित रूपमा सञ्चालन गर्दैछौँ। पूर्व पश्चिम रेलको बाटो हामी निर्माण गर्दैछौँ। पूर्व पश्चिम रेलको बाटो म नेकपा एमालेको झोले हो, म यस देशका जनताको झोले हो। अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई, म कबुल गर्छु झोले हो। उत्तरमै घरजम गर्नेछु, म यहाँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु, उहाँहरूसँगै बस्छु। ढाबाबाट बाले नै आउँछन्, केपी ओली नि मान्छे हुन्। कांग्रेस पार्टी पत्ता साफ। ओ भोगटे नमस्ते कर। फागुन 21 को चुनाव पछि केपी ओली कहाँ हुन्छ अरे? ल भन्दै त तेरो भेडाहरूलाई केपी ओली लगन खेलको पागल खानामा हुनेछन्। जिन्दाबाद रवि लामिछाने, जिन्दाबाद केपी ओली, जिन्दाबाद। देखा आपने लापरवाही का नतीजा। मम्मी केपी ओली कि बालेन? न त जन्मदाता चलाइदिन्थेँ मैले। खत्तम